महत्त्वपूर्ण भूमिका एज अ होस्टर, कार्यक्रम आयोजक, नन्दा इन्टरटेनमेन्ट हाउस अनि प्रायोजक, कोअर्डिनेटर, एज अ सम्पूर्ण यहाँको स्पोन्सर अगाडि देखिराख्नु भएको छ हजुरहरूकै महत्त्वपूर्ण भूमिका रोल गर्नुभएको एज अ जज। हामी उहाँलाई हृदयदेखि नै सम्मान प्रकट गर्न चाहन्छौँ। कृपया जोरदार ताली जजको लागि है, कृपया वन्स मोर। पक्कै पनि कुनै पनि कार्यक्रमलाई महत्त्वपूर्ण एज अ हामी कार्यक्रमलाई सो अफ गर्नको लागि आजको चाइल्ड पर्फर्मेन्समा फाइनलसम्म राउन्डमा पुग्नु भएको सम्पूर्ण किड्सहरू जो चाहिँ भविष्यको लागि ताराको रूपमा उदयमान हुँदै गर्दाखेरि म यहाँ स्टेजबाट अनाउन्स गर्न चाहन्छु, हामीले पक्कै पनि 2083 हामीले काठमाडौँमा धमाका मचाउँदैछौँ। आर यु रेडी? तपाईहरु रेडी हुनुहुन्छ? हाम्रो देवेन्द्र साईज्यू यही स्टेजमा म अनाउन्स गर्न चाहन्छु। हामीले यहाँको छिमेकी राष्ट्रसङ्घ भारतसँग हामीले सांस्कृतिक कार्यक्रमलाई सहकार्य गर्दैछौँ। तपाईहरुको अहिलेको जुन जति पनि विनर हुनुहुन्छ तपाईहरु सम्पूर्णलाई जोडिने वातावरण हामीले यही स्टेजबाट वाचा गर्न चाहन्छौँ। तपाईहरुलाई 2083 मा पक्कै पनि हामी बोलाउने छौँ। त्यसको लागि तपाईहरु सबैजना रेडी हुनुहुन्छ? मलाई विश्वास छ हामी यहाँको पर्फर्मेन्सलाई आत्मसात साक्षी राखेर आजको कार्यक्रममा सम्पूर्णलाई एकमुष्टमा आयोजक टिमको तर्फबाट हार्दिक वेलकम एन्ड शुभकामना व्यक्त गर्न चाहन्छु। प्लिज आजको कार्यक्रमलाई जोरदार तालीका साथ सम्मान गरौँ। तालीले चुकाउनु हुँदैन है। मलाई यहाँसम्म निम्त्याउनु हुनु है हाम्रो एज अ आजको होस्टर मिस्टर देवेन्द्र साई। उहाँ र मेरो भावनाको कनेक्सनलाई चाहिँ हामीले पक्कै पनि 2083 मा आउँदैछ त्यो प्रतीक्षा गर्नु होला। यति भन्दै आजको फाइनल जो जति जहाँ हुनुहुन्छ उहाँहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै म बुद्ध तामाङ ललितपुरबाट बिदा हुन चाहन्छु। धन्यवाद।